यिनीहरू यो चिमेरी दिदी हुन्। यी मेरी दिदीले चाहिँ यो भक्तपुरको कटुन्जे भन्ने ठाउँमा चाहिँ यसरी साग रोपेर साग लगेर खाऊ बुइनी भनेर यहाँ साग टिप्नलाई तरिखरी हुनुहुन्छ मेरी दिदी। झर्दै हुनुहुन्छन् बारीमा। यो बिहान यसरी कुखुरा भुत्लाएर खानु दिनुभयो, घरमा लगेर साग खा भनेर साग टिप्दैछिन् हाम्रो दिदी। हाम्रो दिदी साग टिप्दैछिन्। हाम्रो दिदी होला हेर यो थुन्से जस्तो जिउ पनि मरक मरक मर्काएर नाच्यो कि हाम्रो दिदी। अनि यो चाहिँ बकुल्लाको रुख, हाम्रो दिदीको परिश्रम होइन। अनि यहाँ चाहिँ मकै फलिरहेछ है गाईजहरू। यो मकै कति कति थाङ्रा फल्ला त यसमा, कति मुरी आउला यो मकैमा गाईजहरू। यी मेरो आफ्नै फुपू, मेरो बाउको दिदी। यो पछाडि पहेँलो लाउने झ्याउली बुढी चाहिँ मेरी आमा। यी दुईजना चाहिँ आमा चाहिँ बुहारी हुन् गाईजहरू। कसले चिन्नुहुन्छ उहाँहरूलाई। यो गाउँ चाहिँ पुरै कसैको घर दरबार सिंह दरबार जत्रो भन्छन् कसैको घर। यो चाहिँ टनल रहेछ यहाँ चाहिँ गाई गोठहरू होइन। यहाँ चाहिँ रमाइलो ठाउँ रहेछ हौ। धेरै पछि भेट भयो हामी दिदी बहिनीको। के गर्नु गाईहरू सबै आफ्नो के गर्नु आफ्नो तालमा हिँड्नु पर्ने रहेछ अर्काको देशमा होइन। आफ्नो नङ्ग्री खियाएर खानु पर्ने गाईहरू। यो चाहिँ अर्ग्यानिक साग होइन। यो के जतिले किराले नि खाएको रहेछ होइन। पाल परेको गाईको पिसाब लाग्यो। गाईको पिसाब गाईको सु हालेको साग हो अरे यो चाहिँ। हाम्रो दिदीले छरेको साग गाईहरू यस्तो छ। यो चाहिँ लसुन भर्खर उम्रेको होइन के हो धनियाँ। यो मेरो चाहिँ दिदीकी छोरी। छोरी के खाँदैछ छोरीले? तपाईँको पुरै सुन्तला खाएर मेरो छोरी यसरी बसेकी। हाम्रो छोरीको ताल बोजू नातिनीको गफ हुँदैछ यहाँ चाहिँ।